नानीहरूले चलायो भन्ने सानो चेन्जीले +2 गर्दै गरेको 10 वर्ष पढेको मान्छेले सिंहदरबार चलाउँछ। अब उदाहरण आउनु भर्खर होइन, त्यहाँनिर मैले त्यो त्यत्रो तेलले भिजाएको सलेको बालु भनेको हावाले निभाइदियो। यहाँ आएर बालु त सजिलो छ, तेलले भिजाएको चाँडी बिजी लगा त्यस्तो गरेको गर्नुपर्छ भने यतातिर तपाईँको भित्ता भएको रहेछ। त्यो सिंहदरबार 2 दिन बम गएको चाहिँ छक्कै पऱ्यो गरेर हान्यो होइन। यहाँभित्र त सिङ्गै पो छ कि जस्तो लाग्ने क्या। अब म त ठुलो मान्छे है, तपाईँसँगै काम गरिहिँडेको मान्छे हो नि त होइन र, सिङ्गै पो छ कि भनेर चाहिँ लाटा बसेर है। त्यो सिंहदरबार करोडौँ करोड खर्च गरेको छ क्या त्यहाँ, त्यस्तो कसले पैसा दिन्छु भनेर पुरै सेटअप छ। त्यस्ता मान्छेहरूले फेसबुकबाट प्रधानमन्त्री बनाउने जो चाहिँ 5 महिनासम्म लुकेर बस्छ डरालु है। त्यतिखेरको अवस्थामा यो देश चलिरहेको अवस्थामा, यो देश ढलिरहेको अवस्थामा है, यहाँसम्म कि तपाईँको चाहिँ सुरक्षाकर्मी प्रहरीलाई सम्म पनि तानेर चौबाटोमा लट्ठीले कुटेर मारेको अवस्थामा, यो देश तपाईँको चाहिँ त्यसरी नरहेको अवस्थामा यो देश बचाउन जाने एकजना मान्छे थियो 3 करोड नेपाली। त्यसको नाम थियो मैले बिर्सेँ, त्यसको नाम मैले बिर्सेँ। को हो त्यो मान्छे? हो त्यो मान्छे। त्यसो भएको कारणले गर्दाखेरि पनि म यहाँ सबैजनालाई भन्न चाहन्छु, काम त म कति गर्छु, भिजन त कति छ, साथै यो देशलाई बचाउने साहस पनि छ क्या मसँग। 30-35 वर्षदेखि 40-50 वर्षदेखि तपाईँको राजनीति गरेर त्यसरी ठुलो भएर गरेर हिँड्ने तपाईँको चाहिँ यहाँ होइन, आफूलाई निकै ठुलो नेता सम्झने मान्छे कहाँ गएको थियो? खोज्नु देखिन तपाईँले है। त्यसो भएको कारणले यो देशमा कोही पनि मान्छे रहेको छ यो देशलाई बचाउन सक्छु भन्ने साहस गर्ने, त्यो साहस गर्ने एकजना मान्छे छोटो केटासँग लड्न परेको। म पनि त्यसलाई चिन्नु चाहिँ चिन्दिनँ, अलिअलि चिन्छु होला थोरै चाहिँ है। हो त्यो मान्छे हो है संस्कृतिको अध्यक्ष र श्रम संस्कृति पार्टीको अध्यक्ष नै सुनसरी 1 को प्रत्यक्षतर्फको उम्मेदवार हो। त्यसो भएको कारणले श्रम संस्कृति पार्टीमा भोट हाल्नु भएको चाहिँ सुनसरी 1 ले प्रधानमन्त्रीको उम्मेदवारलाई भोट हाल्नु पनि हो। म त्यो पनि भन्न चाहन्छु, धेरै कुराले यस्तो उस्तो भन्नुहुन्छ होइन, लजिक त्यो कतिले भन्छ सांसदको के अरे तपाईँको चाहिँ चुनाव हुँदैछ, कता प्रधानमन्त्रीको चुनाव हुने हो र भन्छ। कुरा त्यो हो क्या, त्यसरी बुझ्नुपर्छ होइन। यहाँ सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु, धैर्यताको लागि धन्यवाद दिन चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी बजारमा समयदेखि धरानको बजारमा, यो धरानको बजारमा थुप्रै किनबेच हुन्छ हुँदैन किनबेच है। व्यापारीले सामान बेच्छ, ग्राहकले सामान किन्छ। तपाईँहरू मध्ये कोही एकजनाले यहाँनिर छिरेर अहिले जिन्सको प्यान्ट किन्नुभयो भने तपाईँहरूलाई ओरिजिनल प्यान्ट किन्नु मन लाग्छ कि डुप्लिकेट? डुप्लिकेट हो, ओरिजिनल। यदि तपाईँलाई प्यान्ट सर्ट पनि त तपाईँलाई चाहिँ ओरिजिनल किन्नुपर्छ भने ओरिजिनल नेतालाई छान्नुपर्छ कि पर्दैन? ओरिजिनल पार्टीलाई छान्नुपर्छ कि पर्दैन? अब ओरिजिनल नेता र ओरिजिनल पार्टी भनेको के हो त भन्दाखेरि ओरिजिनल नेता ओरिजिनल उम्मेदवार भनेको त्यो हो जसलाई नम्बर 1 मा यो देशको माया लाग्नुपर्छ है। मायामै अडेको छ संसार, मायामै अडेको छ सफल भन्छ नि। राजनीति पनि मायामै अडेको हुन्छ। यो देशको माया नलाग्ने हो भने मलाई होइन, मैले अघि भने नि म यो दुःख गर्दिनँ थिएँ क्या। यो त सुख त छैन त मलाई, सब छ र, खानुको टोमा छैन, सुत्नुको टोमा छैन, कुदेको छ घटेर यत्रै पो भइहाल्छ तपाईँ भन्नुहुन्छ। तर घटेर यत्रै गान्छेमा भए पनि गान्छेमा जत्रै भए पनि नेपाल हल्लाउने मान्छे चाहिँ त्यो गान्छेमा जत्रै मान्छे है भन्छु। नम्बर 1 मा उम्मेदवारसँग यो देशको माया आउनु पर्यो, माया लाग्नु पर्यो। आफैभन्दा धेरै लाग्छ यो देशको माया। छोड्न त्यही रहेको ठाउँमा अवसर सुनेको राजनीति छैन है। त्यो भावना हुनु पर्यो नि। भावना के छैन है। प्रधानमन्त्रीले कुनै मलाई दिए है, भारतसँग लगन गर्न म जे पनि दिन तयार छु
को नेपालले रविलाल खानेसरी कुरा काटेको छैन। यी सारा मान्छेहरू एमसिसीको दलाल मन्त्रीहरू त्यसो भएको कारणले गर्दाखेरि पनि